नमस्कार दर्शकबिन, हजुरलाई फेरि पनि स्वागत छ सिक्किम क्रोनिकलमा। हजुरलाई अगाडिदेखि नै अवगत भएकै कुरा हो कि आज एसपीएल सिजन 3 को किक अफ भएको दिन थियो र आजको पहिलो म्याच थन्डरबोल्ट एफसी भर्सेस सिङलिङ माझमा भएको थियो र आजको पहिलो म्याचको रिजल्ट यस प्रकार छ। थन्डरबोल्ट एफसीले 1 गोल लाउन सफल भएका छन् भने साथसाथै सिङलिङले पनि 1 गोल लाउन सफल भएका छन् र आजको यो म्याचको रिजल्ट ड्रमा सीमित भएको छ भने हामीले यो दुईटै टिमको कोचेस अथवा क्याप्टेन्सहरुसँग पनि हामीले बात गरेको छौं र यस आजको गेममा इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि थन्डरबोल्ट एफसीले सिङलिङ एफसीलाई अहिले एसपीएल को कुनै पनि म्याचेसमा हराउन सफल भएको छैनन्। पहिलाको सिजनमा कयौवटा म्याचेसहरु ड्र भएको थियो तर उहाँले हराउनुमा सफल हुनु भएको थिएन। लास्ट इयरको डिफेन्डिङ च्याम्पियन पनि रहेको छ सिङलिङ भने थन्डरबोल्ट एफसी रनर अप रहेको थियो। हेर्नु सिक्किम क्रोनिकलद्वारा तयार पारेको यो रिपोर्ट। इट्स माई फर्स्ट कोचिङ इन दिस हाई लेभल फुटबल टुर्नामेन्ट न, किनभने अब सिक्किमको एउटा सबैभन्दा ठुलो टुर्नामेन्ट हो यो एसपीएल। एभ्रीवान नोस हैन, एभ्रीवान वान्ट्स टु प्ले इन दिस टुर्नामेन्ट। मलाई झन् एकदम खुसी छु हैन। आजको म्याचको विषयमा पनि भनौँ भने आई एम भेरी ह्याप्पी द्याट माई बोइज प्लेड भेरी वेल हैन, तर आई एम लिटल बिट अनसेटिस्फाइड विथ रेफरीज डिसिसन बिकज वी गट 2 पेनल्टी इन गेम अल्सो बट दे डिड नट गिभ अस न। इफ सेम थिङ ह्यापन बाई रेफरी देन इट्स अ बिग डिफिकल्ट टु पर्फर्म अ गुड। तपाईँहरूको योपालि है कम्पेयर टु लास्ट सिजन तपाईँहरूको की प्लेयर्स भनौँ न, से फर इक्जाम्पल प्रणुप तपाईँहरूको लास्ट सिजन प्लेयर अफ गोलकिपरको टुर्नामेन्ट हो, तपाईँको प्लेयर अफ टुर्नामेन्ट सोकटुक छैन योपालि है। के त्यसमा त्यसले गर्दा चाहिँ के अफेक्ट भएको छ टिममा? होइन, तिमीले क्वेसन गरेको हामी चाहिँ के हो भने चाहिँ वी अलवेज प्रमोट भिलेजर्स हैन। हाम्रो सिङलिङको मोटिभै त्यही छ क्या, अब गाउँको नानीहरू ल्याएर चाहिँ हाई लेभल खेलाउने छ। त्यसकारण अब तिमीले भने जस्तो प्रणुप अर्को पहिला हाम्रोमा थियो, योपालि थन्डरबोल्ट। अब त्यसकारण योपालि हाम्रो वेस्टकै अब लोकल दोज हु वेयर नट गेटिङ अब ग्रेट प्लेटफर्म उनीहरूलाई हामीले प्लेटफर्म दिँदैछ। हामी चाहिँ अब लाइक सिक्किमको वी आर गोइङ टु बी अ प्रोडक्सन हाउस हैन, किनभने हाम्रो टिममा पनि हेऱ्यो भने तपाईँ सलिड वेस्टकै मात्रै छ, किनभने वेस्ट डोन्ट गिभ प्लेटफर्म इन सिक्किम हैन, किनभने वी अलवेज ब्याकवर्डमै थियो, किनभने आइ एम अल्सो फ्रम वेस्ट। अब यसरी नै हामीले चाहिँ अब फुटबलर्सहरूलाई यङ जेनेरेसनहरूलाई प्लेटफर्म दिनु लागि चाहिँ अब टिम अलवेज सुड बी चेन्ज। जुन चाहिँ सिङलिङ र थन्डरबोल्टको म्याचेसहरू अहिलेसम्म हेऱ्यो भने है सिङलिङ जहिले पनि थन्डरबोल्टको लागि एकदम भारी परेको देखिरहेको छ हैन। विन सिचुएसन कहिले पनि अब थन्डरबोल्टले आएको छैन है, दो अब ड्रमा एन्ड भएको छ म्याचेस। अब तपाईँको थन्डरबोल्टको लागि एगेन्स्ट कस्तो खाले प्लान्स हुन्छ सो त्यो कुद्न दिनुभयो? अब प्लान्स त इट्स गो अन हैन, अब आई क्यान से किनभने इट्स ट्याक्टिकलहरू छ हुन्छ। इफ आई से यु देन एभ्रीवान नोज अबाउट वाट द कोच इज गोइङ टु डु, सो आई क्यान से दिस हैन। स्टार प्लेयर त म कसैलाई भन्दिनँ, किनभने एज अ फुटबलर्स अल प्लेयर आर स्टार। तपाईँहरूको 38 मिनेटमा चेन्ज भएको थियो है आजको गेममा, त्यो के ट्याक्टिकली चेन्ज गर्नुभएको कि? नो अब लाइक तिमीले भनेको क्वेसन कतिजना प्लेयरहरू दे क्यान पर्फर्म, if they are a good player also sometimes they cannot perform well, so that's why I changed it, otherwise they are a very good player. तो गेम को बारेमा भन्नुपर्दा है आज ओपनिङ म्याच हैन, अब फर्स्ट को ओपनिङ म्याचमा हैन अब टिम को अब त्यो फर्स्ट ब्यालेन्सहरु है अलिक सारै पर्छ है हामीलाई गर्नु। सो अब फर्स्ट हाफमा हामीलाई अलिकति एकछिन 15-10 मिनट्स अलिक हामीलाई त्यो ब्यालेन्स गर्न साह्रो पर्यो। आफ्टर द्याट हामी बिस्तारै गेममा है एडजस्ट हुँदै गयो है। सो त्यो हुनाले गर्दा अब होल टिमै राम्रो खेल्यो है। अब अपकमिङ पनि बेटर एक्सपेक्ट गरेको छ। म अब त्यसमा अब लाइक सबैले 100% हार्ट आउटै दियो है। लाइक अब आज ओपनिङ म्याच पनि थियो, अब सो 100% मोटिभेसनै थियो है आज 100% हार्ट आउट दिने भनेर। सो अल द अब क्रेडिट गोज टु टिम है, सबैले गिभ अब सबैले 100% बेस्ट दियो भने त्यति भन्न चाहन्छु। पार्ट अफ गेम हैन, कोही बेला अब त्यही हुन्छ, हार र जितकै खेला हो हैन। तर अब अहिलेसम्म चाहिँ हामीले अब यो यता हामीले भने अब थन्डरबोल्ट है अब हाम्रो टिमले जित्न सकेको छैन। सो अब अपकमिङ गेम्समा हैन अब एक्सपेक्टेसन हाई छ हैन। अब यसलाई चाहिँ अब हामी इम्प्रुभ गर्ने हैन, चेन्जेस ल्याउने भनेर। सो आज अब ड्रै भइहाल्यो ओपनिङ म्याच, अलिकति है अवे पनि पर्यो हामीलाई। सो अब होम म्याचमा पऱ्यो भने चाहिँ 100% जित्ने सोचेको छ। अब यो चाहिँ अब ओपनिङ म्याच है यता हुनुमा पनि मलाई चाहिँ एकदम राम्रो लाग्यो हैन, किनभने अब लास्ट 2 इयर्स गान्तोकमै हुने गर्थ्यो हैन, फाइनल पनि गान्तोकमै हुने गर्छ हैन। सो यता हुँदा चाहिँ किन राम्रो लाग्यो भने लाइक अब यताको पनि है एउटा फुटबलमा है क्रेज छ है मान्छेहरूको एउटा।
एउटा फिलिङ्स छ होइन सो अब उनीहरूलाई पनि लाइक एउटा गुड फिलिङ्स हुन्छ लाइक है एउटा एक्साइटमेन्ट हुन्छ सबैलाई ओपनिङ म्याच हेर्ने इच्छा हुन्छ होइन अब गान्तोकमा भयो भने यताको मान्छेहरू आउनु सक्दैन कतिजना होइन आफ्नै अब काम के हुन्छ होइन सो अब मलाई राम्रो लाग्यो यो आइडिया चाहिँ यता अब ओपनिङ भएर फाइनल त अभियसली पाल्जरमै हुन्छ गान्तोकमै है सो इट वाज अ गुड आइडिया एफडिपिएललाई म अब कङ्ग्रेचुलेसन्स पनि भन्न चाहन्छु त्यसमा